हेलो साथीहरू, त आजको यस भिडियोमा तपाईँलाई स्वागत छ। त आज म बताउन गइरहेको छु तपाईँ आफ्नो मोबाइल अनि ल्यापटपको थ्रु एआई इमेज कसरी बनाउन सक्नुहुन्छ, त्यो पनि फ्रीमा हेर्न सक्नुहुन्छ। यस्तो टाइपको इमेजिफाई बनाउन सक्नुहुन्छ एआईको हेल्पले, त्यो पनि फ्रीमा, बस 2 मिनटमा। त आउनुहोस् भिडियोलाई सुरु गरौँ। त्यसको लागि सबभन्दा पहिला आफ्नो कुनै ब्राउजर खोलिहाल्नु होला। ब्राउजर खोलेपछि यहाँ सर्च गर्नु होला लियोनार्डो। लियोनार्डो सर्च गरेपछि लियोनार्डो एआई सर्च गर्नु होला। हेर्न सक्नुहुन्छ त्यो फर्स्टमा आएको छ, त्यसमा क्लिक गर्नु होला। अनि यहाँबाट गेट स्टार्टेडमा क्लिक गर्नु होला। अनि यस्तो टाइपको आउनेछ। यहाँबाट तपाईँ आफ्नो कुनै भिडियो पनि बनाउन सक्नुहुन्छ, फोटो पनि बनाउन सक्नुहुन्छ, सबै कुरा यहाँबाट बनाउन सक्नुहुन्छ। अनि रेजुलेसन पनि बढाउन सक्नुहुन्छ। यहाँ हेर्न सक्नुहुन्छ त्यो रेजुलेसनको लागि छ, भिडियोको लागि छ, सबै कुरा गर्न सक्नुहुन्छ। त्यसको लागि सबभन्दा पहिला म तपाईँलाई एउटा फोटो यो यो भिडियोमा खास गरेर म तपाईँलाई फोटो कसरी बनाउँछ त्यो सिकाउने छु। त यहाँबाट साइन इन गर्नु होला। यति गरेपछि हेर्न सक्नुहुन्छ टाइप अफ फ्रन्ट लेखेको छ, यहाँ आएको छ। पहिला केही गर्नु पर्दैन, मोडमा क्लिक गर्नु होला। अनि एउटा सेटिङ गरिहाल्नु होला। अनि मोडमा क्लिक गरेपछि यहाँ हेर्न सक्नुहुन्छ डिफ्रेन्ट टाइपको सेटिङहरू आउनेछ। एभ्रीमा क्लिक गर्नु होला। अनि लेट्स गो। अनि तपाईँ यहाँबाट हेर्न सक्नुहुन्छ सबै कुरा आइसकेको छ, रेडी भइहालेको छ। भिडियो बनाउन चाहनुहुन्छ त यहाँबाट भिडियोमा सिलेक्ट गर्नु, इमेजको लागि यहाँबाट इमेजमा सिलेक्ट गर्नु। त म पहिला तपाईँलाई इमेज बनाएर राखिदिइरहेको छु। यहाँबाट मैले कपी गरेँ अनि यहाँ गएर पेस्ट गरिदिएँ। यहाँबाट तपाईँ जेनेरेटको लागि जेनेरेटमा क्लिक गरिदिनु होला। अनि यहाँबाट तपाईँको सुरु भइहाल्छ इमेज प्रोसेसिङ। हेर्न सक्नुहुन्छ अब इमेज बन्नको लागि रेडी। अनि यहाँबाट आइहाल्छ तपाईँको इमेज। हेर्न सक्नुहुन्छ जस्तो टाइपको मलाई चाहिएको थियो यस्तो टाइपको आइहाल्यो। त्यसको अनि यसरी तपाईँ एउटा इमेज बनाउन सक्नुहुन्छ। त्यसैको रिलेटेड दिएको थियो बनाउनको लागि, लियोनार्डोको लागि। हेर्न सक्नुहुन्छ धेरै राम्रो छ। अनि यहाँबाट सेभ गर्नको लागि यहाँबाट हेर्न सक्नुहुन्छ सेभको आइकन छ, डाउनलोडको। डाउनलोड इमेजमा क्लिक गर्नुहुन्छ तपाईँले सेभ भइहाल्छ। सेभ भइहाल्यो। यसरी गरेर तपाईँ फोटो बनाउन सक्नुहुन्छ। अनि भिडियोको लागि पनि सेम त्यस्तै हो। त्यही फ्रन्टलाई तपाईँलाई एउटा भिडियोमा बनाएर राखिदिइरहेको छु, अर्को फ्रन्टलाई। फेरि यहाँबाट आफ्नो अर्को फ्रन्टले त्यसैको रिलेटेडको लागि मैले त्यही लियोनार्डो रिलेटेड मैले लिएको छु फ्रन्ट। हेर्न सक्नुहुन्छ कस्तो टाइपको भिडियो बनाएर दिन्छ। यहाँबाट जेनेरेटमा क्लिक गर्नु होला। अनि हाम्रो भिडियो रेडी भइरहेको छ। अनि भिडियो बनेर रेडी भइसकेको छ। हेर्न सक्नुहुन्छ त्यो लोगोको टाइप बनिहाल्यो। अनि यहाँबाट बनिहाल्यो। यसरी गरेर तपाईँ भिडियो बनाउन सक्नुहुन्छ। अनि त्यो दुइटै बनाउन सक्नुहुन्छ, इमेज पनि अनि भिडियो पनि। जस्तो टाइपको तपाईँलाई चाहियो यहाँबाट फ्रन्ट लेख्नु होला। अनि यहाँबाट गएर डाउनलोडमा क्लिक गर्नु होला। हेर्न सक्नुहुन्छ भइहाल्यो डाउनलोड। यसरी गरेर तपाईँ भिडियो अनि इमेज बनाउन सक्नुहुन्छ। आजको भिडियोमा बस यति नै। भिडियो मन परेमा लाइक अनि सेयर गरिदिनु होला। थ्याङ्क यू।